नमस्कार, म उदय लिम्बू। इनिसा विकको बहिनीको बारेमा फेरि पनि म दुई शब्द केही बोल्न जाँदैछु है। भुल भयो, केही माफ पाउँ है। एउटा भाइले चाहिँ भनिराख्नु भएको रहेछ होइन, हाम्रो छोरीचेलीहरू पनि यस्तो छन् कि कति चाँडै विश्वास गरेर आफ्नो शरीरै सुम्पिन्छन् भनेर। यो भाइको मलाई एउटा कुरो यो पनि सही लागिरहेछ है। तपाईँहरू केही क्षणको लागि नजिक हुँदैमा तपाईँहरू शरीर सुम्पिनुहुन्छ क्या, यो तपाईँहरूको एकदम गलत हो क्या। यसै कारणले गर्दा पनि अलिकति यो बलात्कार जस्तो कुरोहरू, यस्तो सेक्सुअल कुरोहरू धेरै नराम्रो तरिकाले फैलिएको छ। एक त यो भाइको कुरो पनि मलाई चाहिँ ठिकै लागेको हो, तर हामीले त्यो कुरो प्रति जाँदा पनि के चाहिँ कुरा गरौँ भने, अब जस्तै निर्मला पन्त अरू बहिनीहरूको पनि धेरैको बलात्कार भएर उनीहरूको बलात्कारीलाई सजाय भएको छैन होइन, न्याय पाएको छैन। तर हाम्रो इनिसा विक बहिनी छ, उहाँलाई चाहिँ न्याय पाओस्, उहाँको न्यायको लागि सबैजना हामी एकजुट हौँ। सबैजनाले नेपालभरिको विश्वभरि छरिएका हामी नेपाली दाजुभाइ दिदीबहिनीहरूले आवाज उठाउँ होइन। कतिसम्म बलात्कृत हुने हो त हाम्रो चेलीबेटी, हाम्रो दाजुभाइ दिदीबहिनीहरूले सबैजनाले एकसाथ एकजुट भएर यो बारेमा हामीले आवाज उठाउनुपर्छ र इनिसा बहिनीले जसरी भए पनि न्याय दिलाउनै पर्छ र बलात्कारीलाई फाँसी नै हुनुपर्छ भन्ने खालको हामीले आवाज उठाउनुपर्छ। जबसम्म 8-10 जना बलात्कारीलाई फाँसी हुँदैन तबसम्म नेपालमा बलात्कार भन्ने शब्द रोकिँदैन क्या।